सिरानी के गरेको अब चाहिँ ड्रेसअप हान्नु पर्यो। ओके, आज चाहिँ म खास गरी यो ड्रेस लाउनु आँटेको यो कलरको कुर्ता चाहिरहेको थियो। हुनु त मसँग धेरै कुर्ताहरू छ, तर मलाई चाहिँ मेरो साथी बनाएर सपोर्ट गर्नुको लागि मैले यो अर्डर गरेको। रुमा कल्चर एलिगेन्स है, तपाईँलाई कुर्ताहरू चाहिएको छ भने प्लिज मेरो साथीलाई सपोर्ट गरिदिनुहोस् होला। वाइ? बिकज इज न्यू, नयाँ बिजनेस हो नि त, नयाँ बिजनेसलाई सपोर्ट गरिदिनु होस् होला। पुरानो त कति लाउने होइन, पुरानो बिजनेसहरू होइन। सबैहरूलाई यसै उसले मलाई पठाइदिएको रहेछ। तपाईँले नकिने पनि उसको पेजमा गएर चाहिँ फलो गरिदिनुहोस् होला है। वाउ है, अनि यो चाहिँ लाइक जिन्सको प्यान्टहरूसँग कस्तो दामी देख्छ है। I cannot wait to style them. Not today honey है, आज होइन, अब आज चाहिँ कुर्ता लाउनु पर्ला। आज चाहिँ 5 जना आँटेको। सो कुर्ता सँगसँगै चाहिँ उसले चाहिँ मलाई के पठाइदिएको रहेछ भने गिफ्ट ह्याम्पर। Oh my god, matching earring. Okay, wow, टिका पनि रहेछ। That's so cool. यहाँभित्र हाल्यो भने हुन्छ नि, कुर्ता बिग्रिन्छ भनेर यहाँ हालेर यस्तो गरिदिएको रहेछ लजिक उसको। ओके, उसले चाहिँ मलाई कति धेरै टिका पठाइदिएको रहेछ क्या है, रातो अनि कालो। रातो लाउँ कि कालो लाउँ अब त्यो चाहिँ मलाई थाहा छैन। सबभन्दा पहिला चाहिँ यही इयरिङ लाउँ है। मैले अर्को इयरिङ र घाँटीमा लाउने रेडी पारेको थिएँ, तर मलाई यो पठाइदियो उसले पिजाराको। अब यही लाउनु पर्ला। कस्तो राम्रो रहेछ। मलाई यो कुर्ता अट्छ कि अट्दैन मलाई थाहा छैन, अट्छ होला है। मेरो मिसन अलिकति टाइट भयो।